जोजलपा जिगुना सागर श्रेष्ठका जिगु चाहिँ काठमाडौँ टोखाका जी हाल चाहिँ लिस्बन अलमेदाए चोया चङ्गुदो म चाहिँ सागर श्रेष्ठ फेरि नेपालीमा नि भने म चाहिँ अब यहाँ पोर्चुगलमा अनन्त दाफा खल पोर्चुगलको वाद्यवादन शिक्षक र आफू स्वयं पनि बजाउँछु। म आज हजुरहरूलाई यो हाम्रो नेवार समुदायमा बजाइने बाजा एक बाजा धिमे बाजाको बारेमा हजुरहरूलाई थोरै जानकारी दिउँ भनेर यो भिडियोमा आएको छु। अब यो धेरै मान्छेहरूले सोध्नुहुन्छ कि धिमे बाजाको उत्पत्ति चाहिँ कसरी भयो, अनि हाम्रै नेवार समुदायमा पनि धेरै जसो साथीभाइहरू दाजुभाइहरू सब कतिजनालाई यसको उत्पत्ति कसरी भयो त त्यो थाहा छैन। बजाउनुहुन्छ तर कसरी उत्पत्ति भयो त्यो कुरा चाहिँ धेरैजनालाई थाहा छैन। अब किंवदन्ती अनुसार परापूर्व कालमा भगवान महादेव उहाँले यो बाजाको सृजना गर्नुभयो भन्ने एउटा किंवदन्ती छ। उहाँले चाहिँ काठको बनाउनु भएको थियो, तर अहिले काठको पनि बनाइन्छ, तर अहिले अब यो पित्तलको पनि हुन्छ। यो चाहिँ मैले किन पित्तलको बनाउन लाने, यो अब जाडो गर्मी कुनै मौसममा आवाज त्यो चेन्ज नहोस्, परिवर्तन नहोस् भनेर हैन। किनभने अब सर्भिसिङ यताउतिको लागि हामी अब नेपालबाट धेरै टाढा छौँ, त्यसैको लागि पनि यो मैले पित्तलको मगाएको। अनि यो बजाउनलाई चाहिँ दाहिने हातमा एउटा हातमा चाहिँ यो कठी भन्छ यसलाई हो, यो समातिन्छ भने अर्को हातले चाहिँ हातेले बजाइन्छ। अनि त्यसपछि यो जुन हातेले बजाउने साइड यसलाई चाहिँ माका भन्छ। अनि त्यसपछि जुन यो लठीले बजाउने कठी बजाउने यसलाई चाहिँ फेरि पोकठी नासा कठी धेरै कुरा भनिन्छ, कठी पनि भन्छ, तर नर्मली कठी भन्दा सजिलो। यो भागलाई बजाउनलाई चाहिँ नासा भन्छ है। अनि हाम्रो अब ललितपुर, काठमाडौँ, भक्तपुर तीन ठाउँमा देउतालाई चढाइने बोल फरक फरक छ। अनि यो देउतालाई चढाइने बोल अथवा ताललाई चाहिँ हामी नेपाल भाषामा देउल्या अथवा देउल्यागु भन्छ है, देउल्यागु भन्छ हामीले। हजुर अब हजुरहरूलाई यो तिनै ठाउँको देउल्यागु म बिस्तारै भिडियो बनाउँदै हजुरहरू मार्फत राख्नेछु है। अनि त्यसपछि बिस्तारै अरू विभिन्न हाम्रो समुदायमा प्रचलित बाजाहरू अरू सबै म बिस्तारै भिडियो बनाउँदै जानेछु। अहिलेको लागि चाहिँ हजुरहरूको लागि म सानो एउटा देउल्यागुको सानो टुक्रा बजाएर सुनाइदिन्छु है।